हरेक किसिमका समस्याहरू छन् मुस्ताङमा र अझ यो अप्पर मुस्ताङमा। सम्भावनाका बीच रुमल्लिएका केही साना मात्र समस्याले पनि तिनलाई जकडी राखेको छ र केन्द्रीय सरकारको विकासबाट उनीहरू टाढा टाढा हुँदै गएका छन्। देशको विकेन्द्रीकृत नीति नहुँदा होस् वा देशले विकेन्द्रीकरण गरेर जनतालाई विकासको वास्तविक अनुभूति दिलाउन नसकेकाले होस्, यी हरेक नागरिकहरूमा आफ्नै किसिमको दुखेसोहरू छन्, आफ्नै किसिमका पीडाहरू छन्। कहिले शिक्षामा देखिएको पीडा, कहिले स्वास्थ्यमा देखिने पीडा, कहिले विकास निर्माणका हरेक क्षेत्रमा देखिने पीडा। साँच्चीकै जटिल छ अप्पर मुस्ताङका मानिसहरूको जिन्दगानी। यहाँ आफ्नै संस्कृति र सभ्यता छ। उनीहरू नाचगान वा रौस रमाइलो र हरेक दैनिक जीवनका समयहरूमा आफ्नै सभ्यता बाँचिरहेका हुन्छन्। यिनीहरूको आफ्नै परम्परा र शैली पनि छ, जुन शैली सांस्कृतिक सम्पत्ति पनि हो, धार्मिक निधि पनि हो। तर उनीहरूको यो संस्कृति अप्पर मुस्ताङको यो सुक्खा माटोहरूमै बिलाएर जाँदै जाँदै गरेको छ। चिन्ता कसैले लिएका छैनन्। अप्पर मुस्ताङको यो हो लोमानथाङमा रहेको राजाको दरबार। नेपालको शासन व्यवस्थाको एउटा पुरातन जड र एउटा साँच्चीकै अवशेष जस्तो मान्यताको प्रतिबिम्ब हो यो दरबार। र यो दरबारमा मुस्ताङी राजाको एउटा अलग्गै शासन र अर्कै संसार छ। हजुर, यो एउटा अन्डरग्राउन्ड शुद्ध यो 5 तला छ। हजुर, र प्लस यो दरबारको छन् 9वटा एङ्गलहरू छ, कोणहरू। र यो दरबारभित्र 108 कोठा छ। यो दरबार चाहिँ दोस्रो राजा अङ्गन छम्बोले झन्डै 700 वर्ष पुरानो दरबार हो। र अहिलेको राजा चाहिँ 25औं राजा हुनुहुन्छ। र यो दरबार बीचबीचमा केही ठाउँमा मर्मत भएछ, नत्र भने त्यही 700 वर्ष पुरानो यो माटोकै यो ग्याङवालले बनाएको दरबार हो। यो दरबारलाई मर्मत सम्मार गर्नुपर्ने आवश्यकता देख्नुहुन्छ? अब यो मर्मत सम्मार गर्ने अवस्था त छ। यो भागहरू पुरा चर्किरहेको छ र एउटा सानो भुइँचालो आयो भने भत्किने स्थितिमा छ। तर यहाँ कुरा के भइरहेको छ भन्दाखेरि अब हाम्रो दरबारले भनौँ न, आफ्नो प्रपर्टीले भनौँ, आफ्नो सम्पत्तिले पनि यसलाई मर्मत गर्न भ्याइरहेको छैन। र अब यो अवस्थामा चाहिँ अब सरकारी साथ पाउने पनि त्यस्तै कुरा हो। र अब हामीले कति एउटा विदेशी संस्थाहरूसँग चाहिँ रिक्वेस्ट चाहिँ गरेको छु। सायद हामीले 2-3 वर्षभित्र यो सहायकदाताहरू खोजेर मर्मत गर्ने कोसिसमा चाहिँ हामी लागिरहेकै छौँ। त्यो संसारमा गाउँका मानिसहरू आज पनि न्याय खोज्न मुखियाको घरमा जाने गर्छन्। मुस्ताङको 16 गाविसका 91वटा गाउँमा मुखिया शासन चलेको छ। आज पनि तिनीहरूले न्याय गाउँको मुखियाबाट पाउँछन्, देश र यसको कानूनबाट होइन। एक किसिमले भन्ने हो भने अलौकिक जस्तै पर्यटकीय क्षेत्र, एकदमै फरक संस्कृति, बेग्लै भाषा, भूगोलको बेग्लै परिधि, असाध्यै रंगीन जस्तो र प्रकृतिले नै रंग्याएको जस्तो माटो, साँच्चीकै सुन्दर सभ्यता। मानिसहरू जन्मिएपछि एकपटक मुस्ताङ पुगुन्, नेपाल भित्रैबाट पनि मुस्ताङ पुगुन् र मुस्ताङ चिनुन्, देश चिनुन्। अलिकति देश हो यो मुस्ताङ। दृश्यका यी सबै रंगहरू कसैले आफ्नो कलाकृतिमा पोतेको जस्तो देखिन जाला, तर यो प्राकृतिक रंगसँग देशको चिनारी जोडिएको छ र जोडिनु पर्छ। देशले अप्पर मुस्ताङ र मुस्ताङलाई सम्मान गर्नुपर्छ। अप्पर मुस्ताङका हरेक दृश्यले भन्छ, देश मलाई चिन्ह। मेरो प्रत्येक निशानीले अथवा पुरातात्विक महत्वका प्रत्येक दृश्यले कम्तीमा देशलाई समृद्ध बनाउनका निम्ति महत्वपूर्ण योगदान खेल्न सक्छ। म माथि कुनै योजना बनाऊ, मलाई चिनाऊ र समृद्ध बन। त्यो दृश्यको आवाज, यो दृश्यको आवाजसँगै त्यहाँ हुर्किरहेको जुन सामाजिक सभ्यता छ, त्यो सभ्यताले भन्छ
अक्षरमा लेखेर वा कानूनका ठेली बनाएर काठमाडौँमा गरिए जस्तै संविधान सभाको झगडा गरेर देश समृद्ध र शान्त हुने होइन। अप्पर मुस्ताङ र मुस्ताङका गाउँहरूमा त्यहाँका मुखियाहरूले जहाँ नलेखिएको कानून छ, जहाँ नलेखिएका मान्यताहरू छन्, मानिसलाई समाजमा चलाइरहेकै छ। समाज शान्तै छ र समाजमा विकृति र समाजलाई असुरक्षा छैन। एउटा सभ्यताको पाठ पनि हो अप्पर मुस्ताङको र मुस्ताङको, जहाँ मुखियाहरू आफ्नो अलग्गै देश र संसार चलाइरहेका छन्। तिनले नलेखिएका कानूनका अक्षरहरू शिलालेखमा लेख्नै नपर्ने गरी मनमा कुदेका छन् र तिनले आफ्नो सामाजिक सभ्यतालाई जगेर्ना गरिरहेका छन्, समाजलाई शान्त राख्न सकेका छन्, व्यवस्थित राख्न सकेका छन्। मुस्ताङ र अझ अप्पर मुस्ताङ, यी दृश्य र यी सभ्यतासँग देशले र यहाँका नागरिकहरूले, खास गरी शहरका नागरिकहरूले सभ्यता पनि सिकुन् र तिनले गरेको जुन याचना, तिनलाई परिरहेको जुन मार पीडा वा अभावको अर्थ यो होइन कि उनीहरू माग्ने जसरी देशसँग केही मागिरहेका छन्। यो हुँदै होइन। उनीहरू त देशभित्रको भूगोलमा छु, म यही देशको नागरिकता भिरेर बाँचिरहेको छु भने मलाई कम्तीमा देशले दिने सामान्य सेवा सुविधा त देओस् भनेर अनुरोध गरिरहेका हुन् र त्यो नपाएका प्रति जानकारी गराएका मात्र हुन् उनीहरूले। यति आजको पावर न्यूज। म्याग्दीबाट मुस्ताङ पुगेका हाम्रा टिभी जर्नलिस्ट हरिकृष्ण गौतमलाई धन्यवाद र हामीलाई बिदा दिनुहोस्। नमस्ते।